पापड के पेलिन्छ पेलिँदैन पेल्दैन माथिबाट कता गयो त्यसलाई पेल्नु पर्ने देख्दैन अरे ऊ बाटो छोडेर भाग्नेहरू खाली चाहिन्छ अरे माथि यो बाटो छोडेर भाग्ने के भित्र र बाहिर हो आज मदन भण्डारीको हाइवेको मान्छेहरूलाई बोलाएर त्यहाँ होइन सानो मैले मेरो देशमा भाइ पनि खिच्नलाई पो म है सबैहरूले श्रमदान चाहिँ गर्छ हुन्छ नि त्यहाँ श्रमदान गर्नु स्मारक लिएर आएको क्या के चाहिन्छ भन्नुहोस् त्यहाँ कति टिकट गिफ्टी चाहिने कि कति टिकट बालुवा चाहिने कि के चाहिने भन्नु न उपलब्ध गरौँ म पनि आउने गिफ्टी माथि काठमाडौँ जानु कि है कि काठमाडौँ गिफ्टी कुट्दै जानु उताबाट फेरि काम सानो भन्दै सुनेको गरिहाल्नु त्यो जेन्जी स्मारक बनाइहाल्नु पऱ्यो यहाँ स्थानीयहरू सबैजना हुन्छ नि यसो गर्नु त जेन्जी स्मारक बनाउने हो हालो ठाउँमा सबैले ल यहाँनिर त्यो बनाइहाल्नुपर्छ क्या त्यो के गर्नुपर्ने होइन अलिअलि यतातिर भिस्को निकालेर मार्बल लगाउने काली साली लगाउने एउटा चाहिँ के भन्छ अरे त्यो जुत्ता बनाएको छ क्या यत्रो जुत्ता अनि त्यहाँका लाइटहरू लगाउने रमाइलो भइहाल्छ थुप्रो काम गर्नु तर तपाईँहरू अलिक सक्रिय बन्नुपर्छ है त्यसको लागि मैले मात्रै भन्नु सबै बसिरहेछ त्यही भन्छु म चाहिँ अब बाटोघाटो थुप्रै कुराहरू छन् होइन यो विषयमा पनि म चासो लिन्छु थुप्रै छन् कुराहरू सबभन्दा ठुलो कुरो चाहिँ आर्थिक विकास गर्नुपर्छ आर्थिक विकास भनेको चाहिँ पैसा हुनु पऱ्यो क्या खोजीमा बाटो मात्रै बनाएको के गर्नु होइन खोजीमा पैसा छ मेरो त छैन तपाईँहरूको छ हेरौँ त माग्दैन कि कसैले पैसै छैन हो होइन विदेशबाट अलिअलि आउँथ्यो त्यो पनि विदेशमा बम पड्किन थाल्यो कता आउँथ्यो परदेशी आउन आँटेको छ होइन पाएर कहाँ जाने हो फेरि यस्तो छ के गर्ने मान्छे पनि खै के खालको भइँदो रहेछ भइसक्छ किन लड्नु पर्ने होइन नलड्दा पनि हुन्थ्यो लडिरहनु त्यस्तो पेट्रोलको भाउ बढेको छ ग्यास पनि छैन अहिले होइन जङ्गल पनि छैन हाम्रो कहाँ छ जङ्गल खै जङ्गल पनि छैन होइन यस्तो छ अब सबै कुरा गर्नुपर्छ हुन्छ नि अब गाउँघरकै के अरे तपाईँको चाहिँ जीवनशैली हाम्रो पनि हुने भयो अब सहर बजार अब पेट्रोल आउनु छोड्यो ग्यास आउनु छोड्यो भने त गाउँघर शैली भएन त बिहानै 4 बजी उठ्ने 9-10 जना भेला हुने अनि यसलाई हो भन्दै जाने टोको बोकेरमा जाने ठिङ्गाबारीमा जङ्गल होइन अनि झिन्जाहरू लिएर आउने होइन फेरि झिन्जाहरू खुट्टाहरू बोकेर ल्याउने भात पकाउनु तर चामल बोकेर जानु भयो अब ग्यास आउने ठाउँमा चाहिँ अब बम पड्केकै छ त्यहाँ के छ अब सरकारले पनि थुप्रो गर्नुपर्छ अब कालाबजारी गर्नु हुँदैन यतिखेर लुकाएर के लुकाउँछ पनि सर्टेज हुने बेलामा चाहिँ लुकाउँछ हाम्रो नेपालको त्यो चलन छ ग्यास लुकाउने अनि लुकाएर चाहिँ 2000 पर्ने चाहिँ 10,000मा बेच्छ त्यो खालको चलन पनि गर्नु हुँदैन सबैलाई चाहिँ भन्न चाहन्छु सम्बन्धित निकायले पनि ध्यान दियो त्यो छ सबैलाई म त्यो भन्न चाहन्छु तपाईँहरूले काम गर्ने मौका दिनुभयो मलाई धन्यवाद भन्न आएको आज है र दिदी बहिनी दाजुभाइ सबैजनालाई धन्यवाद अरू धेरै कुरा नगरौँ ल है के गरौँ नगरौँ है ल म काम गर्छु माथि गर्छु इमान्दार भएर है ल त्यसो गरौँ धन्यवाद छ र तपाईँहरू त्यतै बस्नु म पनि त्यहाँ उभिन्छु यताबाट एउटा फोटो खिच्छौँ हामी ल
थ्याङ्क यू त्यहीँ बस्नु म त्यहीँ आउँछु धन्यवाद सबैलाई हार्दिक धन्यवाद नमस्ते यताबाट अलिक पर गएर खिच्नु अलिक पछाडि बस्नु दाजु त जानु पर्यो अलिक पछाडि जाऊँ न बाटोमा नआउने बाटोमा अझै नभ्याउने रहेछ ल अझै भ्याउँदैन